ट्रिटमेन्ट छैन भन्ने छैन भक्तपुर हस्पिटलले डाक्टरले अब निको नहुने भनेको भन्न चाहिँ निको नहुने भने बहिनीको चाहिँ छोरालाई चाहिँ क्यान्सर भनेर थाहा पाउँदै केही सिम्टम त देखाएको थियो होला नि उसको जहिले अहिले हजुर बोल उसको भोइस छ नि हजुर त्यही हो बोल्ड टाइपको एकदम उसको कस्तो भने अब टिनेजमा हुनुपर्ने डेभलपमेन्ट अहिले भयो उसको मैले त्यही नोटिस गरेँ अघि उसलाई मेन भोइस र अँ अनि प्राइभेट पार्टमा हेयर अहिले अनि हजुरले यो पनि भन्नुभयो बहिनी नेपालमा 2 जनालाई मात्रै छ मलाई अचानक यहाँ राइट साइडमा पेन भयो कि एकदमै सहनै सकिनँ मैले अब के भयो होला त अनि भयो अनि निपुलबाट पिप निस्क्यो डाउट मलाई भयो तपाईँको निपलबाट चाहिँ पिप निस्क्यो पिप निक्ल्यो दुखेर अब हामीलाई पनि थाहा यसको त यही हो भनेर होइन मैले ब्रेस्ट क्यान्सर बाबुकै निको नहुँदा हुँदै फेरि अचानक तपाईँलाई भयो होइन अब त्यो जस्तो म जस्तो अभागी अभागी भन्नु हुँदैन मलाई त अहिले पनि म बाँचिहाल्छ जस्ट बाबुको मात्र टेन्सन हो मलाई बाबुको मेडिसिन सकिसक्यो होइन अब मेरो 11 गते किमो छ बाबुको मेडिसिनलाई नि नेपाली 40,000 लाग्छ उसको अनि अब मेरो 25,000 छ अब उसको बाबुको फेरि टेस्टकै अब अर्को महिना म टेस्ट गर्नु 25-30,000 लाग्छ होइन अनि कहिले मैले त हिजो यो पनि सोचेँ कि म नगर्ने म ट्रिटमेन्ट नगर्ने हो म त बाँचिहालेँ मेरो माइन्डमा एनी टाइम यही आउँछ कि म त बाँचिहालेँ नि छोरालाई बचाउँ छोरालाई चाहिँ जस्तो बचाउँ त्यो चाहिँ हुन्छ कि कतिजनालाई रिक्वेस्ट गरेको छु भन्ने कुरा जस्तै अब आउँछ नि त होइन यस्तो हेल्प गर्नेहरू कतिले गरेको छु क्या कसैले पनि मेसेज सिन गर्ने रिप्लाई नै नगर्ने बाबुको रिपोर्ट पठाउँथे अपरेसन गरेको सबै पठाउँथे क्या हजुरले त यति इजिली ट्रस्ट गर्नुभयो क्या कति न्युज पत्रकारहरूले जस्तै भाग्य नेपाल मैले कतिलाई मैले एउटा यस्तो हुँदो रहेछ कि आफूलाई हुँदाखेरि त जसरी गरौँ जब आमा भइसकेपछि चाहिँ होइन छोराको लागि चाहिँ जे पनि गर्न तयार हुँदो रहेछ क्या होइन मैले यतिसम्म गरेको छु कि सायद खुट्टामा ठोकेन भने कि हेलो बाबु हेलो 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 यहाँ आऊ आन्टीको आऊ यहाँ बस आऊ यता बस यता बस नि ल ल यहाँ बस ल ल तिम्रो नाम के रे फेरि भनिदेऊ निवेद अनि कति क्लासमा पढ्छौ कति क्लास 2 अनि तिमीलाई केमा इन्ट्रेस्ट छ उता भन्दै त अङ्कल आन्टीहरू सबले हेरिरहेको छ उताबाट तिमीलाई सबले हेरिरहेको छ तिमीलाई चक्लेट खाने पैसा अब राखिदिनु हुन्छ अरे गाडी किन्ने पैसा राखिदिनु हुन्छ अरे अब कुन गाडी भन त मोटरसाइकल उता भन न अङ्कल आन्टीलाई भन त ल मोटरसाइकल हो मोटरसाइकल अनि खानेकुरा चाहिँ के खानेकुरा बनाना ल बनाना मोटरसाइकल अनि कहिले काहीँ नि एकदम बलियो हुनलाई औषधि पनि खानुपर्छ है यस्तो स्ट्रङ हुनलाई यस्तो गर त ओ यो खै यस्तो स्ट्रङ हुनलाई औषधि खानलाई अङ्कल आन्टीहरूले चाहिँ त्यो क्युआरमा पैसा राखिदिनु होला भन त एकचोटि अङ्कल आन्टीहरू मेरो क्युआरमा पैसा मलाई एकदम बलियो हुनलाई म औषधि खानुपर्छ एकदम स्ट्रङ बडी बनाउनलाई भन बडी बनाउनलाई भन न बडी बनाउनलाई त्यही त ठिक भइसक्यो नि बडी बनाऊ यस्तो बडी बनाउनलाई अनि बनाना खानलाई अनि गाडी चढ्नलाई है ल नमस्ते गरेर थ्याङ्क यू भन्नु